Justele Lots of Shafula is me another day मोनिसाल आज छु म मेरो घरमा र हिजोस्ति नै मैले देखाएको थिएँ तपाईहरुलाई मैले आफैले रोपेको सुन्तला अनि अहिले चाहिँ यत्रो भइसकेको रहेछ यत्रो है अनि घाम लागिरहेछ यस्तोरी भलिरहेको रहेछ हिजोस्ति नै चिचरले देखाएको थिएँ मैले तपाईहरुलाई भने अब हिजोस्ति नै देखाएको चिजहरु नै आज फेरि म भिजिट गर्न जाने भएको हिजोस्तिको बारीमा सो मेरो हातमा छ कुटो र आज चाहिँ म यस्तो मकै यस्तो भइसकेको छ हाम्रो नजिक र अब त्यो कुटो बोकेर मैले चाहिँ अब त्यो मालाको बोटी हेर्न जाम मैले यसो भनेर मलाई चुप लागेर बस्न मन लाग्दैन गर्मी छ है अनि यस्तै हो गाउँमा त अनि हाम्रोतिर यस्तो छ के रहेछ जमुना भन्ने थाहा छ तपाईहरुलाई यस्तो हुन्छ है जमुना हामीले चाहिँ झाबु भन्छ तामाङ भाषाबाट चाहिँ एकदम झरेको छ बच्चामा हाले धेरै खान्थ्यो यो पनि गुलियो हुन्छ कुनै अनि यस्तो छ मकैबारी राम्रो फलेको छ यता देख्न सक्नुहुन्छ मकै यस्तो मकैबारी यो चाहिँ आर्ट भन्छ हामीले तपाईहरुकोतिर के भन्छ कुन्नी यसलाई यो यस्तो फल हाम्रोतिर चाहिँ यसलाई आँट भन्छ है आँट यसलाई के पो भन्थ्यो है मलाई आएन नाम यस्तो छ र म यता फर्सीको मुन्टा यस्तो तल आएछ तैपनि कसैले टिप्नु भएको छैन यस्तो राम्रो छ यो दायाँको त ल यसो सब मकै घारी छ है जस मकै राम्रो फले जस्तो छ यस्तो राम्रो तर खर्टी अनि यस्तो सेप भन्छ नि अलि यता रुखहरू भएको ठाउँमा चाहिँ सानो फल्ने रहेछ है ल यस्तो छ तपाईहरुले हेर्नुस् यस्तो छ कति सानो सानो मकै बोट यता सिस्नो बोट छ देख्न सक्नुहुन्छ अब पनि म बारीतिर लाग्नेछु यस्तो छ शीतल पनि छ गर्मी पनि छ घाम खोर्सानीहरू पाकेको छ यस्तोरी बसेछ यसरी जाँदैछु म मकैबारीमा भने जस्तो अब भोलि नै रिटर्न हुन्छु तर पनि मलाई घुमिरहने बानी छ कि मेरो त्यही भएर घुम्न हिँडेको अलि साथीहरू म मालाबारीमा आइसकेँ एकदमै सानो थियो जस्तै नै हो माला बोट अहिले यत्रो भएछ तल पनि यत्रो भएछ हेर्न सक्नुहुनेछ अब 2 वर्ष हुन लाग्यो भर्खर यत्रो छ यस्तो छ गाउँ हरियाली छ मकै यस्तो भइरहेछ मकैहरू यस्तै हो अनि माला छ काकाहरूको अदुवा अहिले यस्तै हो साथीहरू माथिपट्टि सानो बारीमा कति छ भने यहाँ चाहिँ अलिक ठुलो भएछ यति अग्लो आगोम चाहिँ फल्ने सम्भावना छ यस्तै हो उतापट्टि कागतीको फुल आदि जस्तै यस्तोरी फलेको छ